म आजबाट म तर कहिले पनि मलाई माया गर्नु भएन क्या आतंक तपाईँले बाबा मम्मीले माया नगरेको भए त 26-27। हेलो एन्ड नमस्ते साथीहरू, मेरो नाम चाहिँ वर्षा नेपाली। साथीहरू, मैले चाहिँ आज तपाईँहरूलाई के भन्न आएको भन्दाखेरि अब मेरो माइतीहरूलाई, मेरो फ्यामिलीलाई त कतिपयले चिन्नुहुन्छ, मेरो गाउँकाले मलाई नचिन्ने कोही हुनुहुन्न। हाम्रो वडामा हुने सबैले हामीलाई चिन्नुहुन्छ। मेरो फ्यामिलीलाई, मेरो दाइको अवस्था कस्तो छ भनेर पनि तपाईँहरूलाई थाहा नै छ। मेरो दाइको अवस्था चाहिँ अब कतिपयलाई थाहा छ, कतिपयलाई थाहा छैन नि त। तर अति भयो साथीहरू, अति नै गर्यो दाइले। हामीलाई त बसी खानै दिएन, मेरो मम्मी बाबालाई बसी खान दिएन। मेरो बाबालाई कमाउन गएको मान्छेलाई राम्रोसँग कमाउन नदिएर आज बाबा बम्बई गएको 4-5 महिनामै आउनु पर्यो साथीहरू। कमाउन दिएन, घर मम्मीलाई खुकुरी लिएर हिँड्ने, मार्न खोज्ने, त्यस्तो गर्न थाल्यो। खाएर हिँड्ने, रक्सी खाएर हिँडेर मम्मीसँग झगडा गर्ने, मम्मीलाई कुट्ने, मम्मीलाई त पनाक पुनुक पारेर पिटेर कस्तो गर्छ साथीहरू। त्यही भएर चाहिँ बाबा पनि कमाउन सक्नु भएन, बाबा पनि फर्केर आउनु पर्यो। भएन भने राम्रो 6-7 लाख दिन्छ, न त आफूले कमाउँछ, न त कमाउन जाने मान्छेलाई राम्रोसँग कमाउन दिन्छ साथीहरू। दाइ त्यस्तो छ। अब कहिले कति बेला मार्ला कि काट्ला कि भन्ने डर भइसक्यो मेरो मम्मी बाबालाई। त्यही भएर बाबा चाहिँ बम्बई हुनुभएको बाबा चाहिँ आउनुभयो। साथीहरू, म के भन्न चाहन्छु भन्दाखेरि मैले भोजराज थापा दाइलाई पनि भनेको थिएँ। अब त्यो दाइको रियल आइडी थियो कि फेक आइडी थियो त्यो मलाई थाहा भएन। तर मैले यस्तो छ भनेर मैले घरको अवस्था सबै दाइलाई भनेको थिएँ, तर रिप्लाई दिनु भएन। के हो त्यो मलाई थाहा भएन, रियल आइडी थियो कि फेक आइडी। तर मैले म्यासेज चाहिँ गरेको थिएँ तपाईँहरूलाई। अहिले म त्यो स्क्रिनसट पनि देखाउनेवाला छु साथीहरू। त्यस्तो मान्छेलाई कहाँ लगेर राख्नुपर्छ, के गर्नुपर्छ, प्लिज तपाईँहरू भनिदिनु होला। अब हुन त सुधार केन्द्रमा लगेर राख्नुपर्छ भन्नुभएको थियो। सुधार केन्द्रमा लगेर राख्नलाई हाम्रो आर्थिक अवस्था कमजोर छ, महिनाकै 25,000 दिनुपर्छ अरे साथीहरू। 1 रुपियाँ आउने बाटो छैन, महिनाको 25,000 त कसरी तिर्न सकिन्छ र। अब फेरि 6-7 लाख ऋण छ, अब त्यो ऋण नतिरी अब त्यसलाई महिनाको 25,000 दिएर राख्न सक्ने अवस्था हाम्रो छैन। दाइ 25-26 वर्षको भइसक्यो, बाबा मम्मीले अझैसम्म त्यसको 1 रुपियाँ कमाइ खान पाउनु भएको छैन। राम्रो मान्छे हुन्थ्यो भने अहिले बिहे गरेर छोराछोरीसँग रमाएर बस्ने बेला हो, बाबाआमालाई सुख कटाएर राख्ने बेला हो साथीहरू। हामी पनि सानै उमेरमा त्यसैको कारणले बिहे गरेर आउनु पर्यो। आज छोराछोरी पनि भइसक्यो, भएन। मेरो बाबा मम्मीले भन्नुहुन्छ कि तिम्रो छोराछोरी भएर के नै गर्छौ र के गर्न सकेनौ। आज बाबाआमाको यस्तो दुःख हुँदा पनि तिमीहरूले मोबाइल चलाउँछौ, टिकटक चलाउँछौ, सबै चलाउँछौ, तर बाबाआमाको यस्तो दुःख हुँदा पनि तिमीहरूले केही गर्न सक्दैनौ भनेर रुनुहुन्छ साथीहरू। त्यो रुखी देख्दा साथीहरू लास्टै नरमाइलो लाग्छ। साँच्ची हो, हामी छोरी मान्छे हो भनेर हामीले चाहिँ बाबाआमालाई साथै दिन नसक्दा त साँच्ची छोराछोरी भएको नभएको एउटै हो साथीहरू। एउटा छोरो त्यस्तो छ, कति बेला मार्ला भन्ने डर छ। अब जहिले नै के साथीहरू, लगभग दिन हुन्न कि 1 दिन हुन्न कि त्यसले बाबा मम्मीसँग झगडा नगरेको दिन। बाबा नहुँदा त मम्मीलाई त पनाक पुनुक पारेर पुरै पिट्छ साथीहरू। त्यस्तो गर्छ। तपाईँहरूलाई त थाहा, कतिपयलाई थाहा छ, कतिपयलाई थाहा छैन साथीहरू। मैले सबैलाई भने, अब कति दुःख पर्नेहरूले सबैलाई साथ दिनुहुन्छ, तर हामीले चाहिँ कसैले साथ दिनुभएको छैन साथीहरू। दुःख पर्दै त हो नि साथ माग्ने, होइन र। सबै दुःख गरिबलाई कति साथ दिनुहुन्छ। भोजराज थापा दाइ हुनुभयो, अनि उहाँ हुनुहुन्छ त टिकटकर पनि हुनुहुन्छ, युट्युबर पनि हुनुहुन्छ। नाम चाहिँ के भन्थ्यो, एबाटै आउँथ्यो कि अझै हो कि आदित्य खोइ के हो भन्ने दाइ हुनुहुन्छ। अनि उहाँले पनि कति साथ सपोर्ट दिनुहुन्छ साथीहरू। यो भिडियो चाहिँ प्लिज त्यो दाइसम्म पुर्याइदिनु होला, भोजराज थापा दाइसम्म पुर्याइदिनु होला, सबैले सेयर गरिदिनु होला। तपाईँहरूलाई भिडियो नै चाहिन्छ भने पनि म भिडियो पनि देखाउन तयार छु, दाइले कस्तो गर्छ भनेर साथीहरू। बाहिर गएर खाएर आउँछ, मम्मीसँग झगडा गर्छ, मम्मीलाई छाडा भन्छ, छाडा बोल्छ, दुनियाँको अगाडि आमा बाबु बेइज्जत गर्छ। हो, हाम्रो ऋण छ भन्दैमा, हामीले अर्काको ऋण खाछौँ भन्दैमा, कमाउन जाने मान्छेलाई उसले कमाउन दिएकै छैन क्या। धेरै वर्ष त टिकेर बस्नै दिएको छैन। बाबा बम्बई जानुभएको थियो,
काम गर्न भनेर जानुभएको लिएर दाइले अति गर्यो कि साथीहरू मम्मीलाई चाहिँ मार्ने त्यस्तो गर्ने खुकुरी लिएर हिँड्ने अनि गाउँले एउटा सिङ्गो गाउँलाई रुवाएको छ कि साथीहरू उसले नचिनेको कोही छैन उसले जे भने त्यही बाबा मम्मीले पुऱ्याइदिनु भएको छ साथीहरू उसले भन्यो कि म इन्डिया जान्छु भनेर भन्यो त्यो पनि बाबा मम्मीले हुन्छ त नि गर्ला छोरोले केही होला भनेर बाबा मम्मीले चाहिँ 6 चोटि पनि इन्डिया पठाउनु भयो अब भएन भनेर बाबासँग 10,000 खर्च गरी ऋण खोजी बाउ छोरालाई भनेर फेरि बम्बई पनि पठाउनु भयो तर बम्बई गएको 3 दिनमा चाहिँ ऊ काम गर्ने ठाउँबाट हरायो आफै हिँड्यो के बिडी खान जान्छु भनेर आफै निस्केर हिँड्यो अनि हराएको भए त साथीहरू हराई हुन्थ्यो नि त तर के गर्नु 13 दिनमा घर भित्रियो के बम्बईबाट बिना पैसा बिना खाना खाएर ऊ चाहिँ 13 दिनमा घर आयो साथीहरू अब त्यसलाई पागल भन्ने हो कि मानसिक रोगी भन्ने कि के भन्ने साथीहरू अब त्यो मानसिक रोगी हो भन्न मानसिक रोगी जस्तो छैन अब कति राम्रो नखाँदा त फेरि साथीहरू राम्रो बोल्छ खाँदा त साथीहरू अति गर्छ मेरो बाबा मम्मीले अब म अहिले 22-23 वर्षको भएँ तर मेरो बाबा मम्मीलाई मैले सुखसँग बसेको हाँसी खुसी भएको दिन कहिल्यै देखेन अब हामी हुर्केको छोरीहरू अब अर्काको घर त जानै पर्छ तर साथीहरू हामी उमेर नपुगी बिहे गऱ्यौँ मेरो बाबा मम्मीलाई अहिले यस्तो दुःख हुँदा पनि साथीहरू हामीले केही साथ सपोर्ट दिन पाएको छैन मेरो हस्बेन्डको आर्थिक अवस्था पनि कमजोरी भएको कारण साथीहरू हामीले केही पनि गर्न सकेको छैनौँ साथीहरू अति भयो आज त म छोरी भएर बाबा मम्मीको दुःख देखेको मात्रै भएन त्यही भएर अब बाबा मम्मीलाई साथ सपोर्ट दिन्छु के गर्छु भनेर मात्रै पनि भएन साथीहरू आर्थिक अवस्था कमजोर छ त्यही कारण मेरो बाबा मम्मीलाई मैले केही गर्न नि सकिनँ प्लिज साथीहरू यो भिडियो चाहिँ जसरी भए पनि पुर्याइदिनु होला बोचास थापासम्म दाइसम्म पुर्याइदिनु होला अति नै भयो साथीहरू मैले भिडियो बनाएर हाल्नुपर्ने जरुरी नै थियो त्यही भएर मैले चाहिँ भिडियो बनाएर हालेको साथीहरू सबैले सेयर गरिदिनु होला मेरो बाबा मम्मीलाई कति दुःख भएको छ भनेर मेरो गाउँलेहरूलाई थाहा छ अब भएन मेरो पारी भएको गाउँलेहरूलाई थाहा छ लगभग यो पूर्व खोला गाउँपालिकाभरि सबैलाई थाहा छ साथीहरू कतिजनाले त मेरो दाइलाई चिन्नु पनि भएको छ मैले फोटो पनि राखिदिन्छु कतिजनाले त चिन्नु भएको छ कस्तो छ अवस्था भनेर साथीहरू उसलाई राम्रो उपचार पनि पाइएन आर्थिक अवस्था कमजोर भएको कारणले अनि झन् के भयो जन्मेदेखि नै त्यस्तै थियो अरे सुधार केन्द्रमा राख्न सक्ने अवस्था हाम्रो कहिलेबाट पनि थिएन अहिले झन् छँदै छैन मेरो बहिनी भर्खर 10को एक्जाम दिएर बसिरहेको छ उसलाई पनि पढाउनु पर्यो हेर्न पर्यो बाबा मम्मीलाई धेरै दुःख छ न त आफूले काम गर्छ न त काम गर्नेलाई राम्रोसँग काम गर्न दिन्छ दिनरात खाएर झगडा गरेर दुनियाँसँग लडेर हिँड्छ त्यसैको होका चढ्दा बाबा मम्मीले दुःख पाउनु भएको छ आफ्नो छोराछोरीलाई आफ्नै अगाडि मरेको देख्न त कुन बाबा मम्मीले पो सक्छ र हो कि नै भन्नु त त्यही भएर साथीहरू प्लिज जसरी भए पनि बोचास थापा दाइसम्म अनि अरू दाइहरूसम्म पनि पुर्याइदिनु होला अब जसले मेरो यो भिडियो हेर्नुहुन्छ नि उहाँहरू चाहिँ प्लिज सपोर्ट गरिदिनु होला के गर्नुपर्छ कहाँ लैजानुपर्छ भनेर अब लैजाने ठाउँ त साथीहरू धेरै ठाउँ थियो तर हाम्रो आर्थिक अवस्था कमजोर भएको कारण हामीले केही पनि गर्न सकिरहेको छैनौँ कुन दिन के गर्छ भनेर थाहा हुन्न साथीहरू घर भन्यो भने साथीहरू पुरै भत्काएर के कस्तो गरिदिन्छ के घर त माथिबाट पानी आउँदा पनि साथीहरू माथि छतबाट पुरै पानी छुन्छ के पुरै भुइँ भिज्छ त्यस्तो बनाइदिइसक्यो घर पनि त्यस्तो छ घरको अवस्था गम्भीर भइसक्यो घरको अवस्था पनि गम्भीर भइसक्यो मेरो बाबा मम्मीको अवस्था पनि गम्भीर भइसक्यो मेरो मम्मी त झन् मानसिक रोगी नै हुन लाग्नु भइसक्यो कि अब भोलि गएर मेरो बाबा मम्मीलाई केही भयो भने साथीहरू हामीले खर्च गर्न पनि सक्दैनौँ हामीले औषधि गर्न पनि सक्ने अवस्था हाम्रो छैन प्लिज साथीहरू सबैले सपोर्ट गरिदिनु होला के गर्नुपर्छ भनेर सबैले भनिदिनु होला यस्तो मान्छेलाई कहाँ लगेर राख्नुपर्छ भनेर भनिदिनु होला यो मान्छे त्यसै बोलेको हो यसले फेक भनिरहेछ जस्तो लाग्छ भने साथीहरू दाइले गरेको व्यवहारहरूको भिडियो मसँग छ म त्यो पनि हालिदिन्छु मेरो मम्मीलाई कस्तो गर्छ बाबालाई कस्तो गर्छ भनेर मैले त्यो भिडियो पनि हालिदिन्छु साथीहरू अनि 2 वर्ष अगाडि पनि लोटेर अनि भेउटाबाट लोट्यो काम गर्ने क्रममा हामी काम गर्न भनेर गएको थियो बुटोलमा अनि भेउटाबाट लोटेर त्यो ठाउँ त मलाई थाहा भएन तर भेउटाबाट लोटेर 2टी किडनी ड्यामेज भएको हो त्यस्तो हुँदा पनि जान रक्सी नखा घर गरेर घरमा सकेका काम गर अनि नसके नगर भनेर कति भन्नुहुन्छ बाबा मम्मीले कति सम्झाउनुहुन्छ
त्यो सम्झाउँदा पनि भएन, त्यो सम्झाएर पनि पुगेन, उसले भनेकै नटेर्ने अझै बाबा मम्मीले उसलाई काम गर्न त पनि लाग्नुहुन्न के, आफ्नो मर्जी गरेर हिँड्छ। त्यस्तो भन्दा नि त्यस्तो भयो। एउटा आँखाको यस्तो हड्डी नै फुटेर अहिले त्यो आँखा पनि यस्तो सानो भएको छ, हेर्न नमिल्ने दुख्ने हुन्छ त्यस्तो गरेछ। अब अनि किडनीमा ड्यामेज भयो, टाउकोमा असर गरेछ साथीहरू, झन् भएर गयो। त्यही भएर साथीहरू प्लिज सबैले सजेसन दिनु होला कि के गर्नुपर्छ, कहाँ लैजानुपर्छ भनेर। मेरो बाबा मम्मीलाई धेरै दुःख छ, बाबा मम्मीले भन्नुहुन्छ तिम्रो छोराछोरी भएर के गर्न सकेको छैनौ भनेर। हो साँच्चै हामी छोराछोरी भएर बाबा मम्मीको दुःखमा साथ सपोर्टै दिन नसकेपछि त्यो छोराछोरी हुनु र नहुनु एउटै हो जस्तो लाग्यो। त्यही भएर चाहिँ मैले भिडियो बनाएको। साथीहरू प्लिज सबैले सेयर गरिदिनु होला, सबैले साथ सपोर्ट देखाउनु होला। साथीहरू प्लिज त्यो भिडियो चाहिँ जसरी भए पनि भोजराज थापा दाइसम्म पुर्याइदिनु होला। यति भन्न आएको साथीहरू सबैले सेयर गरिदिनु होला। धन्यवाद।